ल हेर्नुहोस् रातिको हावाहुरीले यस्तो बनाइराखेको छ ओख्रेनी माझगाउँमा। तपाईहरुको पनि कसको क्षति भएको छ ल हेर्नुहोस्। राति ठुलो पानी आएको भएदेखि भए अझै पनि के कति क्षति हुन्थ्यो भने ल हेर्नुहोस् यो घरको मान्छेलाई कति पीडा पर्यो होला आज। ल हेर्नुहोस् त यस्तो भइसकेपछि नि रातिको हावाको हुरीले गाउँमा धेरै क्षति गरेको छ। रातिको हावा बतास यो पानीले ल हेर्नुहोस् त। ल हेर्नुहोस् यो रातिको हावा हुरीले यस्तो गर्दैछ घरको छानै उक्काएर फाल्दिएको छ। यो रातिको हावा हुरीले गर्दाखेरि मान्छेहरुको यति क्षति भएको छ। ल हेर्नुहोस् ओख्रेनी माझगाउँमा ल धेरै क्षति भएको छ। मैले कसको भएको छ भन्ने मैले भिडियो बनाएर हाल्नेछु फेसबुकतिर। ल हेर्नुहोस् त ठुलो पानी भएको देखि त घरको त झनै धेरै क्षति हुने नि।